हुन्छ यहाँहरू सबैलाई जय मसी। म मिलन सुनार खाती तपाईँहरूको माझमा यो भिडियोको मार्फतबाट चाहिँ सदाको चाहिँ है पहिला पनि म कहिलेकाहीँ चाहिँ भिडियोको मार्फतबाट तपाईँहरूको माझमा चाहिँ केही कुराहरू बोल्ने अथवा तपाईँहरूसँग चाहिँ अलिकति डाइरेक्ट कन्ट्याक्टमा अलिकति आउन नपाएको कारण चाहिँ भिडियोको माध्यमबाट आएको छु। फेरि पनि जति पनि यो भिडियो हेर्नुभएको छ मेरा फेसबुकका प्यारा मित्रहरू, आफन्तजनहरू र देश विदेशमा हुनुहुने सबैलाई नमस्ते तथा जय मसी। फेरि पनि म चाहिँ अहिले हाल नयाँ गाउँ चर्च पोखरामा छु। अनि हिजो 28 र 29 तारिक 2025 को दिनमा है सेप्टेम्बरमा म चाहिँ यहाँ असोज 12 गते 2082 र आज 13 गते का दिनमा चाहिँ यहाँ एउटा सेमिनार प्रोग्राम एउटा ट्रेनिङ थियो है। केही कुरा चाहिँ हामीले चाहिँ सिक्नको लागि चाहिँ परमेश्वरले कस्तो खाले न्याय, कस्तो खाले जजमेन्ट है, परमेश्वरले कस्तो खाले ल कानुन, कस्तो खाले कानुन चाहिँ मन पराउँछ भन्ने चाहिँ हिजो हामीले सिकेका थियौँ। परमेश्वरले चाहिँ हामीले चाहिँ असल न्याय है अनि असल न्याय गरेको चाहिँ परमेश्वरले चाहिँ मन पराउनुहुन्छ अनि सबैले असल न्याय। तर हामीले चाहिँ परमेश्वरले हामीले चाहिँ दुःखी गरिबलाई चाहिँ सहायता गर्नुपर्छ, उहाँहरूलाई चाहिँ कोही बोल्न सक्ने छैन भने चाहिँ उहाँहरूलाई चाहिँ बोल्नुपर्छ भनेर पनि हामीले सिकेका छौँ। र हामीले हिजोको दिनमा यो कुराहरू सिक्यौँ है। अनि हामीले चाहिँ न्याय गर्दा चाहिँ पवित्रतामा रहेर र धार्मिकतामा पनि हामी रहेर चाहिँ न्याय गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले हेऱ्यौँ है। अनि धेरै कुराहरू सिक्यौँ। हामीले भरबलका नाम तलहरू गर्न हुँदैन, हामीले झुटोहरूको पनि साँचीहरू है, झुटो बोल्नेहरूलाई होइन अनि त्यस्तो कुरामा चाहिँ हामीले सपोर्ट गर्न हुँदैन है। काम गर्ने सन्दर्भमा बाइबलका आधारहरू, काम गर्ने सन्दर्भमा बाइबलका आधारहरू है। अनि मैले चाहिँ कमिटमेन्ट के गरेको छु भने यो पहिलाका अगमवक्ताहरूले पनि गरेका रहेछन्। सारा हृदय, सारा समाज, सारा शक्तिले चाहिँ परमेश्वरलाई प्रेम गर्ने र आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्ने है। परमेश्वर एक मात्रै हुनुहुन्छ जो कि चाहिँ सारा ब्रह्माण्ड बनाउनु भयो, ब्रह्माण्डमा भएका सबै कुराहरू चाहिँ त्यो सृष्टिकर्ता उहाँले हुनुहुन्छ। मानिस जाति, रुख बिरुवा र सबै जनावरहरूलाई बनाउनु हुनुहुन्छ है। हामीले धेरै कुराहरू सिकेका छौँ। हामीले यो सानो भिडियो मार्फत हजुरलाई जानकारी दिन्छु। एकदमै चाहन्छु सबैलाई जय मसी।